छ। गैर आवासीय नेपालीमा यदा कदा नकारात्मक टिप्पणी गर्ने गरेको पनि सुनिन्छ। यसमा मेरो दृष्टिकोण चाहिँ के हो भने देश भनेको उज्यालो हो र देशको माया भनेको यसको उज्यालोलाई फैलाउँदै जानु हो। देशलाई माया गर्न मन चाहिन्छ। आफ्नै भूगोलमा नउभिएरै पनि देशको सेवा गर्न सकिन्छ। सासमा हुने नेपालीपन जहाँ गए पनि सँगै हुन्छ। तपाईहरूले गरिरहनु भएको यो कर्म पनि देशभक्तिकै एउटा रूप हो। यसलाई निरन्तरता दिन र देशको उज्यालोलाई अझै फैलाउन तपाईहरू सफल हुनुहोस्। मेरो शुभकामना सधैँ तपाईहरूकै साथमा छ। व्यक्तिगत रूपमा कुरा गर्दा अपवादलाई छोडेर जिन्दगीभरि कविता र गीत मात्रै लेख्दै आएको मलाई यो आयोजना आफैमा खुसीको अर्को अध्याय हो। म कवितालाई सबैभन्दा बढी प्रेम गर्छु। मलाई लाग्छ कविता जसरी रहर र लहरमा हुर्कन सक्दैन त्यसरी नै खोला जस्तो निर्बन्ध बग्न पाएन भने कविताको सुवास फैलन पनि सक्दैन। लेखन व्यक्तिगत काम हुँदा हुँदै पनि सार्वजनिकता यसको गुण भएकोले कविले आफ्नो सामाजिक जिम्मेवारीलाई पनि बिर्सन मिल्दैन। यस अर्थमा कविताभित्र देश हुन्छ र तपाईँ मित्रहरू विदेशमा बसेर अहिले देश बोकिरहनु भएको छ। विश्व जनसङ्ख्याको अत्यन्त सानो हिस्साले मात्र अहिले नेपाली कविता पढिरहेको छ। यो दुःखद वास्तविकता हो। अनुवादका माध्यमबाट अब नेपाली कविताको उज्यालो संसारका अरू भाषामा फैलाउन आवश्यक छ। तर बिर्सनै नहुने एउटा कुरा के हो भने अनुवाद दुवैतिर धार भएको हतियार हो। सही ढङ्गबाट यसको प्रयोग गर्न जानिएन भने आफ्नै लागि यो घातक हुन सक्छ। मित्रहरू, सिर्जना गर्नु त छँदैछ। हाम्रा राम्रा सिर्जनाहरूलाई अरू भाषामा विस्तार गर्ने सन्दर्भमा तपाईहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुहुनेछ। यसका लागि म तपाईहरूसँग आग्रह पनि गर्दछु। यिनै शब्दहरूका साथ फेरि एकपटक स्टकहोल्म नेपाली कविता महोत्सव 2016 को पूर्ण सफलताको कामना गर्दछु। नेपाल भित्रका र गैर आवासीय नेपाली साहित्यकार बीचको भेटघाट र विचार विमर्शको साझा चौतारीको रूपमा नेपाल मण्डप विकसित हुन सकोस् भन्ने आफ्नो चाहना व्यक्त गर्दै र फेरि एकपटक यो महोत्सवको आयोजनामा संलग्न सबै मित्रहरूलाई एकैसाथ धन्यवाद र बधाई ज्ञापन गर्छु। अब मलाई आग्रह गरिए अनुसार नीलो बहर शीर्षकको मेरो एउटा कविता वाचन गर्दैछु र यो वाचन सँगसँगै आफ्नो भनाइ टुङ्ग्याउने अनुमति चाहन्छु। मैले पढ्ने कविताको शीर्षक हो नीलो बहर। नीलो बहर। देश एउटै हो भन्नुहुन्छ, झण्डा एउटै हो भन्नुहुन्छ, कानुन एउटै हो भन्नुहुन्छ, सरकार एउटै हो भन्नुहुन्छ, तर हामी किन आकाश पाताल जस्तै फरक छौं? तपाईको शरीर हो कि लुगाबाट यी कस्तो मगमगाउँदो बास्ना आइरहेछ र तपाईकै भाषामा मेरो शरीर भने लुगासहित परसम्म डुङडुङती गनाइरहेछ। म मुगुको बासिन्दा पूर्णबहादुर विश्वकर्मा तपाईँ राजधानीमा बस्नेसँग सोधिरहेछु, हजुर हामी बीचको समानता तपाईँ कहाँ देख्नुहुन्छ? तपाईँ जहाज चढेर रारा हेर्न आउनुभयो, तपाईँ हवाई जहाज चढेर रारा हेर्न आउनुभयो र यसको सुन्दरताको बखान गर्नमा घण्टौं घण्टा खर्च गर्दै हुनुहुन्छ। म छु यही जन्मेर मर्ने उमेरको भइसके, फेरि पनि राराले मेरो मन भने अझै खिच्न सकेको छैन। कहीँ तपाईँको पेट सधैँ भरिएको र मेरो पेट सधैँ भोकाएकोले यस्तो भएको त होइन भने तपाईँलाई प्यारो लाग्ने रारा र यो जुनेली रात मलाई किन आङभरि काँडा उमार्ने भएर रहेको छ? तपाईँ सरकारको ढुकुटी चलाउनेसँग सोधिरहेछु, हजुर हामी बीचको समानता तपाईँ के मनाउनुहुन्छ? उसो त तपाईँ र म सँगसँगै केही बेर एउटै बाटो पनि त सँगै हिँड्यौं नि। हिँड्दा पनि यो बाटोलाई तपाईको जुत्ता र मेरो खुट्टाले नापेको छ। धुलो उड्दा त्यसको बिजाई
तपाईको चस्मा र मेरो आँखाले भोगेको छ। पानी पर्दा तपाईको छाता भिज्यो, मेरो भने फेरि घामले नसुकाएसम्म भएको आँको तातो पनि हराएको छ। संविधानको पनि धाराले समानताको घोषणा गर्नु अर्कै कुरा भयो होइन र त्यो भोग्य पनि हुनुपर्छ भन्ने हो भने तपाईँ देश दर्शनमा आउनेसँग सोधिरहेछु, हजुर हामी बीचको समानता तपाईँ कहाँ भेट्टाउनुहुन्छ? देख्नुभयो नि तपाईँले राराको नीलो दह, हो हाम्रो बह पनि त्यस्तै नीलो छ। देख्नुभयो नि तपाईँले राराको नीलो दह, हो हाम्रो बह पनि त्यस्तै नीलो छ। सुख शान्ति त डाँडा पहाडीकै कुरा भयो, यताका हामी त सास पनि राम्ररी फेर्न सक्दैनौँ। औषधि मुलो केही छैन र घाँटीको बीचमा पिलो छ। दस्तुर तिरेर लिनुपर्ने नागरिकताको प्रमाणपत्र बाहेक अरू के पाएका छौँ हामीले? तपाईँले सर अनुभूतिको तहमा ओर्लेर नराटी भन्ने हो भने कर्णालीतिरका हामी सबैको छातीमा राजधानीले गाडेको फलामे किलो छ। तपाईँ देशलाई दिमागले नाप्न बस्नुभएका योजनाकारसँग सोधिरहेछु, हजुर हामी बीचको यो असमानतालाई तपाईँ कहिलेसम्म समानता ठानिरहनुहुन्छ? नराटी भन्नुहोस् त, के तपाईसँग कर्णालीको नक्सा त छ? नराटी भन्नुहोस् त, के तपाईसँग कर्णालीको नक्सा त छ? धन्यवाद।